तपाईँले चाहिँ सस्तोमा बसको सेवा सुविधा लिनु छ यदि जापानमा भने बसको टिकट काट्नुहोस् यसरी। म तपाईँलाई आज चाहिँ बसको टिकट कसरी काट्ने, जापानमा बसको टिकट कसरी काट्ने, बसको टिकट काट्न सजिलो तरिका म तपाईँहरूलाई सिकाउन गइरहेको छु। कृपया भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नु होला। यदि तपाईँहरूलाई लङ डिस्टेन्स ट्राभल जस्तो कि टोकियो टु ओसाका, ओसाका टु टोकियो, नागोया टु टोकियो अथवा कुनै पनि ठाउँमा लङ ट्राभल चाहिँ यदि बसमा गर्नु छ, ट्रेनमा जाँदाखेरि सिनकानसेनको भाडा 20,000 30,000 महँगो छ र प्लेनमा जाँदा पनि महँगो छ। कसरी जाने त, कसरी पैसा सेभ गर्ने भन्दाखेरि चाहिँ तपाईँको लागि चाहिँ नाइट बसको चाहिँ अप्सन चाहिँ तपाईँको लागि चाहिँ एकदमै सुटेबल हुनसक्छ, जसमा तपाईँ सस्तोमा टोकियो टु ओसाका 3,000मा 2,000मा नर्मल्ली तपाईँ चाहिँ ट्राभल गर्नु सक्नुहुन्छ। नाइट बस है, जापानमा एकदमै सस्तो छ नाइट बस है। र त्यसको लागि चाहिँ तपाईँले टिकट काट्नुपर्ने हुन्छ। अनलाइन आफैले वेबसाइटबाट गएर आफैले काट्नुभयो भने र तपाईँले चाहिँ सस्तोमा बसको सुविधा चाहिँ लिन सक्नुहुन्छ। र आज कसरी तपाईँले चाहिँ त्यो बसको टिकट आफैले घरमै बसेर तपाईँको मोबाइल तपाईँको ल्यापटपबाट कसरी काट्ने म तपाईँलाई त्यसको बारेमा जानकारी दिन गइरहेको छु। स्वागत छ तपाईँहरूलाई ओसाका स्कुलमा। यदि मन परेमा हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि यो जानकारी यदि महत्त्वपूर्ण लागेमा र यदि उपयोगी लागेमा तपाईँहरूका साथीहरूलाई पनि सेयर गरिदिन हुन नभुल्नु होला। ल जाउँ है त हाम्रो टपिकमा। आजको टपिक रहेको छ जापानमा बसको टिकट चाहिँ कसरी काट्ने, ओसाका नागोया सिटी टु सिटी बस चाहिँ टिकट चाहिँ सस्तोमा कसरी काट्ने, कुन वेबसाइटमा जाने। ल जाउँ है त पहिला। तपाईँ चाहिँ पहिला आफ्नो गुगलमा जानुहोस् है, गुगल क्रोमबाट अथवा केही डिभाइसबाट चाहिँ गुगलमा जानुहोस् र गुगलमा गएर टाइप गर्नुहोस्। के टाइप गर्नुहोस् भन्दा याको बासु YAKOU, याको यो खान्जी आउँछ याको, अनि बासु BASU बासु इङ्ग्लिसमा टाइप गर्नुहुन्छ भने बासु, याको बासु भनेर हान्नुभयो भने नाइट बस भन्ने जनाउँछ जापानिजमा। र यसमा चाहिँ गएर तपाईँले के हेर्नुहोस्, सर्च गर्नुहोस्। ल हेर्नुहोस् है, अब तपाईँले विभिन्न अप्सन आउँछ है, हेर्नुहोस् है। ल हेर्नुहोस्, विभिन्न वेबसाइटहरू देखाउँछ है तपाईँले। हेर्नुहोस् है, म तपाईँले बताउन गइरहेको छु, विभिन्न अप्सनहरू आउँछ। तपाईँले चाहिँ यो अप्सनहरूलाई चाहिँ स्क्रिनमा चाहिँ म यता राख्छु। ल हेर्नुहोस् है, ल तपाईँले चाहिँ कुन यो विभिन्न वेबसाइटहरू आइरहेका छन्, राकुटेन ट्राभल होइन, तपाईँको चाहिँ विभिन्न आइरहेका छन्। ल हेर्नुहोस् है, अब एउटा कुनैमा यदि यो फर्स्ट वेबसाइटमा जानुहोस् है, र फर्स्ट वेबसाइटमा चाहिँ टोकियो टु ओसाका 2,290। ल हेर्नुहोस् है, टोकियो टु नागोया 2,000, टोकियो टु क्योतो 2100। ल हेर्नुहोस् है, देखाइरहेको छ। र त्यही भएर तपाईँले चाहिँ यहाँ चाहिँ यो सुरुकोमा चाहिँ यो सिप्पाचु भनेको छ। तपाईँ कहाँबाट जाने, तोच्याकु भनेको छ है। सिप्पाचु भनेको कहाँबाट जाने, सिप्पाको सिप्पाचुमा चाहिँ गएर चाहिँ तपाईँले आफ्नो एड्रेस हान्नुहोस् है, कहाँबाट टोकियोबाट कहाँ जाने हामी, ल ओसाका जाने है त। ल ओसाका ओसाका खोज्नुहोस् है, यहाँ फेरि यो चाहिँ आफैले खोज्नुपर्छ है, ओसाका। ल हेर्नुहोस् है, टोकियोबाट ओसाका ल आइसक्यो, हेर्नुहोस् है। ल टोकियो ओसाका, ल जाने कहिले, डेट हुनु पऱ्यो नि होइन। ल मानव हामी चाहिँ 15 तारिकलाई गरियो भने, ल जिखान हेर्नुहोस् है, डे कि नाइट भनेर छ है। यो चाहिँ नाइटको खान्जी हो भने यताको चाहिँ डेको खान्जी, यो चाहिँ नाइटको खान्जी। ल हेर्नुहोस् है, नाइटमा ल यसरी गरेर सर्च गर्ने। ल हेर्नुहोस् है, यो पहेँलोमा सर्च गर्दा चाहिँ तपाईँले के देखाइदियो, ल हेर्नुहोस् विभिन्न अप्सनहरू देखायो। 13 तारिकको 2,290को चाहिँ बेस्ट प्लान छ, सस्तो छ है भनेर टिक मार्क लगाइदियो। हेर्नुहोस् है, 15 तारिकको चाहिँ 2,380, कति सस्तो हेर्नु त। यसरी नै विभिन्न सिटी टु सिटी चाहिँ तपाईँले चाहिँ आफ्नो चाहिँ सिट चाहिँ रिजर्भ गर्न सक्नुहुन्छ है। म फुल स्क्रिनमा देखाउँछु। ल हेर्नुहोस् है, ल हेर्नुहोस् है, यो साकुरा कोसोकु बासु भन्ने रहेछ है। ल यहाँ देखा साकुरा कोसोकु बासु। ल हेर्नुहोस् है, टोकियोबाट योदोबासी उमेदा युएसए हुँदै बाम्पाकुसम्म पुग्ने कति बजी जान्छ बेलुका, यहाँ देखाएको छ टाइम, बेलुकाको 12:20 टोकियोबाट जान्छ होइन। र बिहान 8 बजे चाहिँ यो, ल हेर्नुहोस् कहाँ आउँछ, यो उमेदा आउँछ। ल हेर्नुहोस् है, यसरी यो टाइम पनि देखाएको छ। पैसा कति, ल हेर्नुहोस् 2810। यो आएको चाहिँ गर्न मिल्छ कि मिल्दैन, मिल्छ भने दिएछ। हेर्नुहोस् है। ल ल हेर्नुहोस्, फेरि अर्को बस पनि त्यस्तै छ है, यो चाहिँ अर्को बसको अप्सन 2380। ल हेर्नुहोस् है, खाली छ कि छैन भनेर यहाँ चाहिँ यहाँ मारु देखाएको छ, ओके खाली छ है। यो कति बजे चढ्ने, कहाँबाट चढ्ने, 9:30 साइतामाको ओमियाकीबाट चढ्ने। ल हेर्नुहोस् है, ल हेर्नुहोस्, अनि ल हेर्नुहोस् है, यो कति बजे 6:40 चाहिँ ओसाकामा चाहिँ यसले चाहिँ ल्याइपुर्याउँदो रहेछ तपाईँलाई आफ्नो टाइम अनुसार। अनि तपाईँले यसलाई चाहिँ हाम्रो आफ्नो चढ्ने कि आफ्नो बसको स्टेसन अनुसार पनि तपाईँले चाहिँ यसलाई चुज गर्न सक्नुहुन्छ। ल अब यो यहाँको कसरी गर्ने, यो टिकट त हामीलाई मन पर्यो 2380मा चाहिँ हामी चाहिँ टोकियोबाट ओसाका पनि आउने भयो, तर यो टिकट चाहिँ कसरी काट्ने। ल यो याकु भन्ने अप्सनमा ले जहाँ देख्नु छ यो याकु यो कर्सर भएको ठाउँमा यसमा चाहिँ सिलेक्ट गर्नुहोस्। ल हेर्नुहोस् है, ल हेर्नुहोस् है, अब के गर्नु पर्यो, कहाँबाट चढ्ने, डेट मिलेछ कि छैन पहिला त कन्फर्म गर्नुहोस् है। 5 महिना 15 तारिक। ल हेर्नुहोस् है, र चढ्ने कहाँबाट, यो सुरुमाथि चाहिँ चढ्ने कहाँबाट, हामी यो ओमियाबाट चढ्ने कि टोकियोबाट चढ्ने कि माचिदाबाट चढ्ने। ल हामी चाहिँ ओमियाबाट चढ्ने है त। ल ल त्यसो झर्ने कहाँ, झर्ने एक पनि स्टेसन पनि बसको चाहिँ पहिले हामीले फिक्स गर्नुपर्छ है टिकट काट्दै। ल हेर्नुहोस् हामी के हो त झरौँ है त। चढ्ने कतिजना, एकजनालाई काट्ने कि दुईजनालाई काट्ने कि तिनजना काट्ने, हामी ग्रुपमा हो कि सिङ्गल हो, हामी चाहिँ एकजना मात्रै चढ्ने भएको भएर एकजना है त। बस चाहिँ यस्तो खालको बस हुन्छ भनेर यहाँ आएको छ।
सिटहरू यस्तो आएको छ भनेर आएछ, हेर्नु सिटको पनि यस्तो छ, हेर्नुहोस् है, हेर्नुहोस्, चुकिए सुसुमो, हामी चाहिँ नेक्स्ट अप्सनमा जाउँ, टिक जाउँ है त ल। ओके, ल त्यसपछि हामीले लगइन आइडी र पासवर्ड बनाउनु पर्छ है। लगइन आइडी र पासवर्ड, यो साइटको लागि चाहिँ हामीलाई चाहिँ के चाहिन्छ, एउटा लगइन आइडी र पासवर्ड चाहिन्छ होइन। यदि हाम्रो यो साइटको लागि चाहिँ लगइन आइडी र पासवर्ड छैन भने चाहिँ हामीले बनाउनु पर्छ है। बनाएपछि मात्रै हामीले यति सस्तोमा चाहिँ हामीले बस चाहिँ चढ्न पाउँछौँ र पुरै पुरा फ्री हुन्छ है। फेरि तपाईँले एक पैसा पनि लाग्दैन। यो एउटा के हो भने तपाईँको योगाको गर्नको लागि चाहिँ मुर्यो देश भनेको छ, तर त्यसको लागि चाहिँ खाइन् तौरुको चाहिँ गर्नुपर्छ है। हेर्छु यो यस्तो यो मारमा सिन्की खाइन् तौरुको भनेको छ, यो मान्छेको चित्र भयो जस्तो यसमा चाहिँ क्लिक गर्नुहोस् है। क्लिक गरेर यहाँ आफ्नो नामहरू राख्नुहोस्, म चाहिँ अहिले चाहिँ तपाईँको यत्तिकै एउटा राखिदिन्छु है, मुसा मुसा भनेर। र यसमा चाहिँ काना भनेछ, काना भनेपछि हिरागानामा हान्नुहोस् है, काताकानामा चाहिँ नहान्नुहोस् है। काना भनेपछि हिरागानामा हान्नुहोस् है, मुसा राखेको छु है मैले त, मुसा। अब मुसा भनेपछि यसरी कानामा होस् है, मुसा मुसा, हेर्नुहोस् है, ल हेर्नुहोस् है। अब बर्थडे हान्नुहोस् है, एउटा कुनै पनि आफ्नो बर्थडे चाहिँ चुज गरेर हानिदिनुहोस् है। ल मैले यसरी बर्थडे बनाएँ। र आफू गर्ल्स कि बोइज है, यो गर्ल्स, यो बोइजको खान्छु, यो गर्ल्सको खान्छु है। ल हेर्नुहोस् है, बोइजमा ल है। आफ्नो फोन नम्बर हान्नुहोस् है, आफ्नो चाहिँ मैले अहिले 1111 हाने तपाईँले इक्जाम्पलको लागि ल है। त्यसपछि चाहिँ यो मेल एड्रेस हान्नुहोस् है, आफ्नो @gmail.com है। एनिथिङ आफ्नो चाहिँ मेल एड्रेस चाहिँ हान्नुहोस् है। तपाईँले सबै इन्फर्मेसन चाहिँ तपाईँको केमा आउँछ भन्दाखेरि इमेल एड्रेसमा आउँछ है। ल हेर्नुहोस् है, सजिलो छ, गाह्रो छैन। जाने भने यो भिडियो हेर्नुभयो भने तपाईँले एकैछिनमा जान्नुहुन्छ है। ल हेर्नुहोस् है, युबिन ब्याङ्कको भनेको आफू बसेको कहाँ हो, त्यसको चाहिँ युबिन ब्याङ्कमा हान्नुहोस् है। हेर्नुहोस् है, तपाईँलाई थाहा हुनुपर्छ। र यसरी आउँछ उकुबो भनेर आयो। ल त्यसपछि लगइन आइडी एउटा चाहिँ आफ्नो आफूलाई मनपर्ने आइडी हान्नुहोस् है। र पासवर्ड चाहिँ हेर्नुहोस् है, पासवर्ड हान्नुहोस् है। तल र माथि दुईटैमा एउटै पासवर्ड है, तल र माथि दुईटैमा एउटै पासवर्ड, यो पासवर्ड चाहिँ नबिर्सिनुहोस् है, यो चाहिँ बिर्सिनु भएन। र यसमा यदि सबै कुरो ठिक छ भने ओके लगाएर अघि बढ्नुहोस् है। ल हेर्नुहोस् यहाँ के मिलेन, फोन नम्बर मिलेन भनेछ है। ल फोन नम्बर चाहिँ 9 10, हेर्नुहोस् है। अरू के भनेछ, लगइन आइडी चाहिँ 8वटा भन्दा बढी हुनुपर्छ भनेछ, पासवर्ड पनि 8वटा भन्दा बढी हुनुपर्छ भनेछ है। हेर्नुहोस् है, हेर्नुहोस् है, हेर्नुहोस्, ल ओके, यसरी चाहिँ कन्फर्मेसन आयो होइन तपाईँलाई। यसरी आयो, नाम एड्रेस हाम्रो बर्थडे सब ठिक छ कि छैन भनेर चाहिँ इक्जाम्पलको लागि चाहिँ मैले तपाईँहरूलाई चाहिँ गरेको है। र यसलाई चाहिँ खाकुते सुरु गर्नुभयो भने तपाईँको के भयो चाहिँ तपाईँको आइडी चाहिँ रजिस्टर भयो है तपाईँको। ल अब यसरी चाहिँ तपाईँले आफ्नो आइडी रजिस्टर भएपछि के छ, तपाईँले चाहिँ गर्न सक्नुहुन्छ है। ल तपाईँले गर्नु पर्यो भने यसरी गएर तपाईँले चाहिँ हेर्नुहोस् है। अब हामीले चाहिँ कहिले 15 तारिकको गर्ने है, 2400मा हेर्नुहोस् है, हेर्नुहोस्, हेर्नुहोस् है, 2380 हेर्नुहोस् है, 2380, 2380। ल बिहाको गरौँ हामीले यसलाई, यो चढ्ने कहाँ झर्ने कहाँ भनेर हामीले चाहिँ फेरि गर्नुपर्ने हुन्छ है। हेर्नुहोस् कतिजना भनेर, एकजना भनेर गर्नुपर्ने हुन्छ। हेर्नुहोस् है, यसरी अघि बढ्ने है। हेर्नुहोस् यसरी गरेपछि हाम्रो आइडी यहाँ भइसकेको हुनाले के भयो, हाम्रो चाहिँ यो अटोमेटिक रूपमा आयो है, हामीले आइडी बनाएको भएर। र यसरी हामी के गर्ने, अघि जाने है त। ल हेर्नु 2380, 2380 रुपियाँमा चाहिँ हामीले चाहिँ यसरी टिकट काट्न सक्यौँ है। ल हेर्नुहोस् है, 2380मा चाहिँ के अरे हामीले टिकट काट्न चाहिँ सक्यौँ। र यसको चाहिँ पैसा कहाँबाट तिर्ने छ, ओसिआरै हो भनेको छ है। कहाँबाट तिर्ने भन्दा कि कम्पनीबाट